आजको यस प्रस्तुतिमा स्वागत छ। आज हामी हाल भारतमा एकाएक तहल्का मचाइरहेको एउटा निकै रोचक र विस्फोटक युवा राजनीतिक आन्दोलनको बारेमा चर्चा गर्दैछौं। यसको नाम हो ककरोच जनता पार्टी। आउनुहोस्, एउटा अनलाइन अपमानदेखि सुरु भएको यो अभियान कसरी एउटा संस्थामा परिणत हुँदैछ भनेर गहिरिएर बुझौं। यो सम्पूर्ण आन्दोलनको सुरुवात वास्तवमा एउटा निकै विवादास्पद भनाइबाट भएको हो। सुन्दा अचम्म लाग्न सक्छ, तर भारतका प्रधान न्यायाधीशले सामाजिक सञ्जाल चलाउने र आफ्ना विचार राख्ने युवाहरूलाई साङ्ला अर्थात् ककरोच र परजीवीसँग तुलना गर्नुभयो। हो, ठिक सुन्नुभयो। अनि के चाहियो त? इन्टरनेटमा रातोरात आगो बल्यो र यसले एउटा ठूलो आक्रोश पैदा गर्यो। तर सबैभन्दा रोचक कुरा त के भयो भने यही अपमानलाई एउटा युवाले राजनीतिक हतियार र पहिचानमै बदल्ने आँट गरे। उनी हुन् 30 वर्षीय अभिजित दिप्के। बोस्टन विश्वविद्यालयबाट भर्खरै पब्लिक रिलेसनमा स्नातक गरेका अभिजितलाई देशको संविधान र अभिव्यक्तिको स्वतन्त्रता रक्षा गर्नुपर्ने सर्वोच्च पदबाटै यस्तो टिप्पणी आउँदा गहिरो चोट लाग्यो। अनि त्यही आक्रोशलाई उनले ककरोच जनता पार्टी अर्थात् सीजेपी स्थापना गरेर एउटा संस्थागत रूप नै दिए। भाइरल वृद्धि सङ्ख्यामा अर्थात् आक्रोशलाई कार्यमा कसरी परिणत गरियो त? यो केवल एउटा डिजिटल आक्रोश मात्रै थिएन। विश्वास लाग्दैन होला, तर आन्दोलन सुरु भएको मात्र 3 देखि 4 दिनभित्रै उनीहरूको इन्स्टाग्राममा 33 लाख फलोवर्स पुगे। साँच्चै भन्नुपर्दा यो कुनै सामान्य सङ्ख्या हुँदै होइन। यति छोटो समयमा यति विशाल जनसमर्थन पाउनु भनेको विश्वमै निकै दुर्लभ घटना हो। यसको गति हेर्दा जो कोही छक्क पर्छ। पहिलो दिन प्रधान न्यायाधीशको भनाइ आउँछ, तेस्रो दिनसम्ममा त उनीहरूको वेबसाइटमा 1,50,000 सदस्य दर्ता नै भइसक्छन्, अनि चौथो दिनसम्म पुग्दा त यो सङ्ख्या बढेर 3 लाख पुग्छ, जसमा 2 लाख त आधिकारिक रूपमै दर्ता भएका हुन्छन्। पार्टीका संस्थापक दिपके आफै भन्छन् नि, यो आँकडाले प्रमाणित गर्छ कि यो कुनै प्रायोजित वा 1-2 दिनमा हराएर जाने सामाजिक सञ्जालको क्षणिक ट्रेन्ड मात्र पक्कै होइन। अब मुख्य कुरा के हो भने यति छिटो यति धेरै आकर्षण कसरी भयो त? यसको जरामा एउटा गहिरो निराशा लुकेको छ। जेन जी अर्थात् नयाँ पुस्ताका युवाहरूले वर्तमान राजनीतिक प्रणालीबाट आफूलाई पूर्ण रूपमा सीमान्तकृत र बेवास्ता गरिएको महसुस गरिरहेका छन्। एकातिर देशको ठूलो युवा जनसङ्ख्या अहिले पनि बेरोजगार छ भने अर्कोतिर उनीहरू राष्ट्रिय बहसमा आफ्नो आवाज र स्थान खोजिरहेका छन्। जेनजीको घोषणापत्र अर्थात् 5 सूत्रीय एजेन्डा। भाइरल नामबाट सुरु भएको यो सीजेपी अब एउटा निश्चित राजनीतिक एजेन्डामा प्रवेश गरिसकेको छ। उनीहरूका मागहरू निकै कडा र स्पष्ट छन्। न्यायपालिकाको पूर्ण स्वतन्त्रताका लागि प्रधान न्यायाधीशलाई अवकाशपछि राज्यसभा सिट वा कुनै पनि पुरस्कार दिन नहुने उनीहरूको भनाइ छ। त्यस्तै वैध भोट हटाउने निर्वाचन आयुक्तहरूलाई सिधै कडा कानून UAPA अन्तर्गत पक्राउ गर्नुपर्ने माग छ। महिला अधिकारको कुरा गर्दा 33% मात्र होइन, ठ्याक्कै 50% आरक्षण र मन्त्री परिषदमा पनि आधा हिस्सा हुनुपर्ने उनीहरूको जोड छ। र मिडिया सुधारतर्फ ठूला व्यापारिक घरानाका मिडिया लाइसेन्स नै खारेज गर्नुपर्ने एजेन्डा उनीहरूले अघि सारेका छन्। यी सबै मागहरू सुन्दा उनीहरूको मुख्य लक्ष्य के हो भन्ने कुरा एकदमै छर्लङ्ग हुन्छ। दिप्केका अनुसार यो एउटा यस्तो आदर्श राज्यको परिकल्पना हो जहाँ निर्वाचन आयोग र मिडिया जस्ता लोकतान्त्रिक संस्थाहरू साँच्चै नै स्वतन्त्र हुन्छन् र कुनै पनि सत्ताधारी दलको प्रभाव या मुठीमा पर्दैनन्। प्रणालीगत असफलता र निराशा, जसलाई हामी मुख्य विच्छेद भन्न सक्छौं, यो आन्दोलनले वर्तमान राजनीति र युवाको वास्तविकता बीचको एउटा ठूलो खाडललाई सतहमा ल्याइदिएको छ। जरा सोच्नुहोस् त, विगत 10-12 वर्षदेखि राजनैतिक बहस बारम्बार हिन्दू-मुस्लिम जस्ता धार्मिक विभाजनकै मुद्दाहरूमा मात्र घुमिरहेको छ। तर युवाहरूलाई यो सब चाहिएको छैन। विश्वभरका युवाहरू अहिले आर्टिफिशियल इन्टेलिजेन्स, सेमिकन्डक्टर उद्योगको विकास अनि स्वच्छ र नवीकरणीय ऊर्जा जस्ता प्रगतिशील विषयमा केन्द्रित भइरहँदा राष्ट्रिय बहस भने अझै पुरानै र उही मुद्दाहरूमा रुमलिएको उनीहरूको ठम्याइ छ। र यो गलत प्राथमिकता र चरम राजनीतिक उदासीनताको परिणाम कति भयानक हुन सक्छ भन्ने कुरा पनि उनीहरूले उठाएका छन्। सीजेपीले यसको ज्वलन्त उदाहरणको रूपमा हालै भएको NET परीक्षाको प्रश्नपत्र चुहावट काण्डलाई औँल्याएको छ। प्रणालीको असफलताले गर्दा एक 17 वर्षीय विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु यही राजनीतिक विच्छेदको एउटा अत्यन्तै दुःखद नतिजा हो।
जवाफदेहिता कस्तो हुनुपर्छ भनेर उनीहरूले विश्वव्यापी उदाहरण पनि दिएका छन्। जस्तै युरोपको पोर्चुगलमा एकजना भारतीय पर्यटकको दुःखद मृत्यु हुँदा त्यहाँका मन्त्रीले नैतिकताको आधारमा तुरन्तै राजीनामा दिए। तर आफ्नै देशमा चाहिँ परीक्षा प्रणालीको यत्रो ठूलो असफलताले गर्दा विद्यार्थीको ज्यानै जाँदा पनि कुनै सरकारी अधिकारी वा मन्त्रीले जिम्मेवारी लिँदैनन्। यसले प्रणाली कतिसम्म असंवेदनशील भइसकेको छ भन्ने प्रश्न पार्छ। अब अगाडिको बाटो के यो आन्दोलन टिक्न सक्छ त? यति धेरै आक्रोश र एकाएक उर्लिएको जनसमर्थन देखेपछि यो प्रश्न उठ्नु एकदमै स्वाभाविक हो। यसको जवाब खोज्न संस्थापक अभिजित दिप्केकै पृष्ठभूमि हेर्नुपर्ने हुन्छ। उनले सन् 2020देखि 2023सम्म आम आदमी पार्टी एएपीको सञ्चार विभागमा काम गरिसकेका छन्। उनी त्यस पार्टीको स्वास्थ्य र शिक्षा मोडलबाट प्रभावित पनि थिए। तर अहिले उनी यो कुरामा पूर्ण रूपले प्रष्ट छन् कि यो नयाँ आन्दोलनमा कुनै पनि पुराना राजनीतिक दल वा नेतालाई सामेल गराइने छैन। यो आन्दोलन 100% स्वतन्त्र रहनेछ। पक्कै पनि आलोचकहरूले भन्न सक्छन्, यो जेन्जी पुस्ता त केवल सामाजिक सञ्जालमा लाइक र भ्युज पाउन मात्रै कराउँछन्। तर सीजेपीको दाबी बिल्कुलै फरक छ। उनीहरू भन्छन्, हाम्रा सदस्यहरू निकै शिक्षित छन् र यदि भोलि सडकमै आउनु परे पनि हामी संवैधानिक अधिकारभित्र रहेर अत्यन्तै स्मार्ट र शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक प्रदर्शन गर्नेछौँ। त्यसो भए अहिले उनीहरूको रणनीति के छ त? पार्टी भर्खर केही दिन मात्र पुरानो भएकोले नेतृत्वले अहिले हतारमा कुनै पनि कदम नचाल्ने बताएको छ। उनीहरू अहिले शान्त रूपमा आफ्ना दर्ता भएका लाखौं सदस्यहरूको कुरा सुनिरहेका छन्। आन्दोलनलाई कुनै पनि हालतमा असफल हुन नदिन र कसैलाई औँला ठड्याउने मौका नदिन उनीहरू निकै होशियारीपूर्वक आफ्नो रणनीति बुन्दैछन्। अन्ततः यो सम्पूर्ण अवस्थाले हामीलाई एउटा निकै गम्भीर मोड र प्रश्नमा लाई पुर्याउँछ। इन्टरनेटमा भएको एउटा सामान्य अपमानबाट सुरु भएको यो भाइरल र तत्कालका लागि नेतृत्वविहीन जस्तो देखिने डिजिटल प्ररोधले के साँच्चै नै चुनावको जटिल यथार्थलाई पार गर्न सक्ला? के यसले कुनै दिन एउटा स्थायी र बलियो लोकतान्त्रिक संस्थाको रूप लिन सक्ला? यो पक्कै पनि आउने दिनहरूमा चासोको ठूलो विषय बन्नेछ। आजको यस प्रस्तुतिमा यति नै।